जब समय खराब थियो, समय खराब चलिरहेको थियो, मन पहिले नै धेरै कुरासँग लडिरहेको थियो। त्यही बेला मलाई लागेको थियो सायद तिमी मेरो साथमा उभिनेछौ। मेरो कमजोर हुँदै गएको मनलाई दुई शब्द हौसला दिनेछौ। नडराऊ, म छु भनेर हात थाम्नेछौ। तर मैले सोचेको ठिक उल्टो भयो। तिमीले मेरो मन बुझ्नुको सट्टा मसँग दूरी पो बढाउँदै गयो। म तिमीबाट कुनै ठुलो कुरा चाहँदैनथे, न त मेरा सबै समस्या समाधान गरिदेऊ भनेको थिएँ। बस कठिन समयमा एउटा आफ्नै मान्छे भएर मेरो छेउमा बसिदिनु भनेको थिएँ। बस मेरै छेउमा बसिदिए पुग्थ्यो। मलाई मौन भएर पनि हुन्थ्यो, बस बसिदिए हुन्थ्यो। तर टाढा नजाऊ भन्ने चाहना थियो। सायद तिमीलाई थाहा थिएन त्यो समय तिमीले बढाएको सानो दूरीले मेरो मनभित्र कति ठुलो खालीपन बनाएको थियो भनेर। मान्छे खुसी हुँदा साथ दिनेहरू धेरै भेटिन्छन्, तर जब समय खराब हुन्छ त्यति बेला आफ्नो हो भन्ने कुरा शब्दले होइन, व्यवहारले चिनाउँदो रहेछ। म तिमीसँग गुनासो पनि के गरौँ? सायद मेरो अपेक्षा नै धेरै थियो होला, तर एउटा कुरा चाहिँ आजसम्म बुझ्न सकेको छैन। जसलाई आफ्नो ठानेर मनको सबैभन्दा कमजोर समय देखाइयो, उही मान्छेले त्यही समयमा हामी बीचको दूरी अझ बढाइदियो। समय त बित्दै जान्छ, पीडा पनि बिस्तारै कम हुँदै जान्छ, तर कठिन समयमा साथ दिन्छु भनेर मनले भरोसा गरेको मान्छे त्यही समयमा टाढा भएको याद भने मनले सजिलै बिर्सँदो रहेनछ। सायद यही नै जीवनको एउटा कठोर सत्य रहेछ। कहिलेकाहीँ हामीलाई हौसला चाहिएको बेला हामीले सबैभन्दा बढी भरोसा गरेको मान्छे नै हाम्रो मौनताको कारण बनेर टाढा जान्छ र अन्ततः हामी आफैलाई सम्झाउँछौँ समय खराब थियो, मान्छे होइन भनेर। सोचेको थिएँ समय खराब थियो, मान्छे होइन भनेर सोचेको थिएँ, तर समयले नै मनको मान्छेलाई टाढा पुर्याइदियो। तर मनको मान्छेलाई नै समयले टाढा पुर्याइदिन खोज्दैछ आज। म त तिम्रै पर्खाइमा तिम्रै बाटो हेरेर बसिरहने मान्छे हो। सधैँ सधैँ यो सास रहन्जेल म रहन्जेल।